टपिक बनाएको छु होइन। मेरो अबको आउने भिडियोहरूमा चाहिँ यस पोल्यान्डको बारेमा चाहिँ हाल्नेछु। आई होप तपाईँहरूले हेरेको हुन्छ। अनि यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन। तपाईँले धेरै कुराहरू भिडियोहरू देख्न पाउनुहुन्छ। सो मेरो पैसा चाहिँ बितुरुङ्गा छ। यदि तपाईँ पोल्यान्डमा हुन्छ भने चाहिँ धेरैले थाहा छ बितुरुङ्गा भनेको के हो होइन। त्यो चाहिँ ग्रोसरी सप हो जहाँ चाहिँ अलिकति अरू सुपर मार्केटभन्दा पनि भन्दा राम्रो प्राइसमा चाहिँ सामानहरू पाउँछ। तर त्यस्तो भन्थ्यो पहिला होइन, तर अहिले चाहिँ सब सेमै छ। अहिले चाहिँ पोल्यान्डमा पहिलादेखि नै अहिले मात्र होइन, पोल्यान्डमा चाहिँ अब यो रेड लाइटमा हिँड्यो भने चाहिँ 50 रोटी फाइन तिर्नुपर्ने हुन्छ होइन। अनि खास मोबाइल चलाएर पनि जानुहुन्न रेड लाइटमा, तर ग्रिन लाइनमा चाहिँ जानुहुन्छ होइन। सो म चाहिँ आज अहिले जाँदैछु। अहिले कति बजी 10:30 भयो। म अहिले जाँदैछु डकुमेन्ट प्रिन्ट गर्नुको लागि होइन। एउटा ठाउँमा पठाउनु छ। सो देख्नु गएपछि पहिला चाहिँ म यहाँ जेरोक्स भन्छ XER हो। सो म पहिला प्रिन्टिङको लागि जान्छु होइन। सो पिसफुल छ। म बस्ने अपार्टमेन्ट चाहिँ सेन्ट्रम होइन। तपाईँहरूले पोल्यान्ड वाट्सएप टाइप गर्नुभयो भने चाहिँ त्यो एउटा ठुलो प्यालेस अफ कल्चर एन्ड साइन्स, त्यो भनेको चाहिँ क्लक टावर भन्छ प्रायः नेपालीहरूले होइन, प्रायः मान्छेहरूले। त्यहाँबाट चाहिँ त्यो चाहिँ मेन सेन्ट्रम हो वर्षाको होइन। त्यहाँबाट चाहिँ मेरो अपार्टमेन्ट म बसेको ठाउँसम्म आउनुको लागि चाहिँ 15 मिनट मात्र लाग्छ। अनि म बसेको अपार्टमेन्टबाट चाहिँ उता एयरपोर्ट जानुको लागि चाहिँ 15 मिनट मात्र लाग्छ है। सो आइएम इन द मिडल। सो यो ठाउँ पिसफुल छ। हल्का सेन्ट्रमबाट अलिकति टाढा भएकोले चाहिँ अलिक पिसफुल छ। आजको वेदर चाहिँ हिजो अस्ति भन्दा अलिकति राम्रो छ, तर अलिकति चिसो नै छ आज पनि होइन। विन्टर अझै पनि बाँकी छ। यो फेब भयो, सायद मार्चबाट चाहिँ अलिअलि अब कम हुन्छ होला। मैले पन्जा लगाइरहेको छु है अहिले पनि। मलाई चाहिँ लास्ट चिसो लाग्छ। अब यदि तपाईँहरू पोल्यान्ड आउने सोचमा हुनुहुन्छ भने चाहिँ बेटर होइन, यहाँको बारेमा थाहा पाउनुहोस्, यहाँको मौसम कस्तो छ। यदि तपाईँहरूलाई विन्टर मन पर्दैन भने चाहिँ पोल्यान्ड इज नट फर यु है। लाइक म चाहिँ प्रायः विन्टरमा धेरै बिरामी हुन्छु होइन, तर पनि म चाहिँ यहाँ छु। तर यदि तपाईँहरू चाहिँ भोलि पर्सि यदि तपाईँहरू चाहिँ आउन चाहनुहुन्छ भने चाहिँ आउने सोचमा हुनुहुन्छ भने चाहिँ यहाँको वेदर चाहिँ चिसो छ है, धेरै नै चिसो छ। सो सोचेर मात्र आउनुहोस् होइन। तर आज काम लागिरहेको छ। मौसम हेर्नु तपाईँले देख्न सक्नुहुन्छ, रुखहरू यस्तो छ होइन, उजाड टाइपको छ, हेर्दै लाइक डिप्रेसन टाइपको छ होइन। सो त्यही हो। ओके, यही हो जेरोक्स ड्रग भन्छ होइन। यो भनेको चाहिँ प्रिन्टिङ गर्ने ठाउँ, प्रिन्ट फोटोकपी अब जे भन्ने हुन्छ। एकदम चिसो। अनि यदि तपाईँहरूलाई चाहिँ पोल्यान्डको बारेमा केही कुराहरू सोध्नु मन छ भने चाहिँ कमेन्ट गर्नु होला। म चाहिँ अलिक फास्टमा हिँडिरहेको छु, किन भन्दाखेरि मेरो काम छ, म चाहिँ धेरै टाइम छैन। सो यही हो। अब बाहिर त्यही हो, अलिक चाँचाडो हुन्छ सबै कामहरू होइन। बिस्तारै हिँड्न अब बिर्सिसके जस्तो लाग्छ मलाई चाहिँ होइन। ओके, म यहाँ आएको छु प्रिन्टिङको लागि। सो लेट्स गो इनसाइड। यो चाहिँ अलिकति अन्डरग्राउन्डमा छ। म चाहिँ यहीँ आउँछु कि नजिक छ होइन, के छ। Okay. Thank you. Right. Exactly. मैले प्रिन्टिङ सकाइसकेँ होइन। कलर प्रिन्ट चाहिँ यहाँ पनि महँगै छ है, ठिकै छ, महँगै छ, के भन्छ तपाईँ होइन। ओके, सो यिनीहरूले चाहिँ प्रिन्टिङ सपहरू प्राय ठुल्ठुलो चाहिँ बाहिरै हुन्छ। अब सानो हुन्छ नि, यो म बसेको ठाउँतिर चाहिँ यो ठाउँहरूमा चाहिँ भनौँ न
सेन्टरबाट 15-20 मिनट पछाडिको हुन्छ नि ठाउँहरूमा चाहिँ प्रिन्टिङ सपहरू चाहिँ अन्डरग्राउन्ड हुन्छ, प्रायः रेन्ट सस्तो हुन्छ नि त टाइपले। तर ठिकै छ। अनि अघि मैले पोल्यान्डको बारेमा कुरा गर्ने भनेको थिएँ होइन। अब म प्रिन्टिङ सप गएँ नि त, त्यहाँ चाहिँ अब त्यहाँको सपकिपरको मान्छेले चाहिँ अलिअलि इङ्ग्लिस बोल्छ होइन। तर म अलिअलि बोल्छु, अब अलिक बोल्न आउनु परिहाल्यो होइन यहाँ बसिसकेपछि। अनि जोस् अलिकति तपाईँहरूले कन्भर्सेसन चाहिँ गर्नु सक्नुपर्ने हुन्छ होइन। नत्र भने चाहिँ अब ट्रान्सलेट गर्दा हुन्छ सिधै। अब आफूले भनेको उनीहरूले बुझेन भने चाहिँ ट्रान्सलेटर युज गर्ने होइन। तपाईँले जहिले पनि गुगल ट्रान्सलेट एप डाउनलोड गर्नुहोस् होइन। अनि इङ्ग्लिस टु पोलिस गऱ्यो भने उनीहरूले मजाले बुझ्दिन्छ होइन। अनि आफूले भन्नु मन लागेको कुरा पनि भन्दा भयो, ठिकै हुन्छ। अनि मेन कुरा चाहिँ अब 1 2 3 4हरू चाहिँ हुन्छ नि, अब कति सक्छ 100सम्म चाहिँ मजाले जानेको राम्रो। किन भन्दाखेरि यो भनेको नर्मल ट्रान्जेक्सन हुन्छ होइन, मिनिमम। अब हामीले 100सम्म त मजाले काउन्ट गर्न सकिन्छ। अब त्योभन्दा माथि अलिअलि गाह्रो हुनसक्छ, तर पनि नो वरिज होइन। अब अलिकति सामानहरू किन्न जाँदाखेरि यस्तै प्रिन्टिङ सपहरूमा जाँदाखेरि हामीलाई अब हुन्छ नि सेस्ट, सेडेम, ओसेम, जिभेन्जिसेन्स भनेको चाहिँ बुझ्दा राम्रो हुन्छ होइन। अब आफूले पनि आफूसँग कोही काहीँ कोइनहरू हुन्छ, यदि क्यास युज गर्नुहुन्छ भने, नत्र कार्ड युज गर्नुहुन्छ भने त नो प्रब्लम, सिधै कति भयो ट्र्याक गऱ्यो सक्यो। तर क्यास भयो भने चाहिँ अब आफूसँग कोइन भएको हुन्छ, अनि तपाईँहरूले चाहिँ 1 2 भने काउन्ट गर्नुपर्ने हुन्छ, नत्र उनीहरूलाई नि सिधै न भनेर काउन्ट गर्न दिँदा पनि हुन्छ। ओके, सो मेरो प्रिन्टिङ सक्यो। म अब जाँदैछु पोस्ट अफिस, किन भन्दा मैले डकुमेन्ट चाहिँ पोस्टबाट पठाउनु पर्ने छ। सो यो डकुमेन्ट के हो कस्तो हो, जस्ट सिम्पल डकुमेन्ट हो। म यही अब वाट्सएपभित्रै पोस्टबाट पठाउँदैछु, किन भन्दाखेरि यहाँबाट त्यो ठाउँमा चाहिँ जहाँ चाहिँ म डकुमेन्ट पुर्याउनु पर्छ त्यहाँ जानको लागि चाहिँ मलाई 1 घन्टा लाग्छ। तर मसँग टाइम छैन, बिदाहरू मिलेको छैन, त्यही भएर म पोस्टबाट पठाउँदैछु। सायद पोस्टबाट पठायो भने चाहिँ 2-3 दिन लाग्छ पुग्नको लागि। ओके, सो म पछाडि देखाउँछु है त। यहाँको जङ्गलै यो चाहिँ यस्तो हुन्छ कि विन्टरमा त्यो मनै पर्दैन कि तपाईँहरूलाई कस्तो लाग्छ। मलाई चाहिँ हिउँ पर्दा चाहिँ स्नोफल हुँदा रमाइलो राम्रो होइन। तर यो स्नोफलहरू सबै सकेपछि स्नोफल हुँदै भएन भने चाहिँ यस्तो हुन्छ। यसले कुरो हो। ओके, यसको बारेमा भन्छु त म। यहाँ चाहिँ पोस्ट अफिस। सो यहाँ जानुभन्दा अगाडि पोस्ट त्यहाँ छ। म यसको बारेमा भन्छु फर्स्टमा। हाम्रो नेपालमा पनि हाम्रो धाराहरू हुन्छ नि त होइन, ढुङ्गे धारा भनौँ, अब पब्लिक ट्याप भनौँ न, यो पनि एउटा पब्लिक ट्याप हो होइन। अब उनीहरूले चाहिँ एकदमै सेभ गरेर बचाएर राखेको रहेछ। यहाँ चाहिँ पानी आउँछ फेरि एकदम राम्रो। हाम्रो नेपालमा चाहिँ ठ्याक्कै इट्टाले होइन घेरेर बनाएको। यता चाहिँ पार्क छ, यो पार्क चाहिँ म पछि देखाउँछु। ओके, लेट्स गो हियर। यहाँ फेरि पानी आउँछ है, नआउने होइन। यहाँ हेर्नु 1 2 3 4 5 चारवटा आउँदैन। सो यसमा आउँछ फेरि पानी, तर आज आउँछ उनीहरूले चाहिँ आज चाहिँ नआउने रहेछ। आज के गरेछ, तर आउनु चाहिँ पर्थ्यो। असर चाहिँ आउँथ्यो, अहिले चाहिँ हेर्नु किन आएन। उता ट्राई गर्छु ल। ओके, यहाँ पनि बन्द गरिसकेछ। ओके, मेबी अबको 1 2 महिनापछि खुल्यो भने म मजाले देखाउँछु होइन, त्यहाँबाट सरर पानी आएको। तर अहिले खै यिनीहरूले बन्द गरिसकेन वाइ। सो अब म जाँदैछु पोस्ट अफिसमा है त गाइस, किप वाचिङ। ओके, मैले खोल्न ट्राई गरेँ, तर ठ्याक्कै 11 बजी रहेछ आज सुरु हुने। अनि मभन्दा अगाडि चाहिँ यो हाम्रो बुढी आमाहरू चाहिँ लाइनमा हुँदो रहेछ। ओके, सो 1 मिनट बाँकी छ 11 बज्नु ठ्याक्कै। आज चाहिँ वेन्सडे 11मा खुल्ने रहेछ। ओके, ओपन भयो। सो म चाहिँ अब जाँदैछु लाइन बस्नको लागि।
त्यहाँ लाइन बस्नुपर्ने हुन्छ सो गाइज मेरो काम सक्यो फाइनली होइन यस्तो दिन चाहिँ पोस्टपोर्ट पाइसकेपछि यस्तो एउटा चिट आउँछ अनि यसबाट चाहिँ तपाईँले ट्र्याक गर्न सक्नुहुन्छ यहाँ चाहिँ माथि सरी यहाँ चाहिँ माथि नम्बर हुन्छ ट्र्याक गर्न सक्नुहुन्छ र यो भयो चाहिँ फक्तुरा हो यदि तपाईँले चाहिँ कम्पनीको डकुमेन्ट पठाउँदै हुनुहुन्छ कतै भने चाहिँ तपाईँले निप एनआइपी निप नम्बर दिनुपर्ने हुन्छ अनि यो फक्तुरा दिन्छ यो चाहिँ कम्पनीको लागि हो क्वेसनको लागि अघिसम्म अलिकति घाम लागिरहेको थियो अहिले फेरि चिसो हावा चल्नु थाल्छ क्या सो गाइस यो भिडियोमा चाहिँ सायद यति मात्र हुन्छ होइन अब तपाईँहरूलाई चाहिँ केही क्वेसनहरू छ मनमा पोल्यान्डको बारेमा होइन जुन पनि जे पनि क्वेसन छ भने तपाईँले कमेन्टमा राख्नुहोस् होइन म अनि तपाईँहरूलाई नेक्स्ट भिडियोमा चाहिँ त्यो कमेन्टको त्यो क्वेसनको एन्सर दिने प्रयास गर्छु है जस यहाँ ट्रान्सपोर्टेसन सिस्टम पनि एकदमै राम्रो छ बाटोहरू राम्रो छ रुल सबैले मजाले फलो गर्छन् होइन सो तपाईँको गाडी छ भने चाहिँ यसमा पार्किङ टिकट दिनुपर्ने हुन्छ ओ म दौडिन्छु ग्रिन बलिरहेछ ए रेड बल्यो ठ्याक्कै ओके सो पछि म अब सपिङ गर्न गएको भिडियोहरू पनि बनाउँछु होइन यहाँको प्राइसिङ सिस्टमहरू के कसो छ भने त पनि ओके तपाईँले यहाँ अगाडि देख्न सक्नुहुन्छ होइन यहाँको बुढी आमैहरू यसरी सपिङ जानुहुन्छ है राम्रो हो अब हाम्रोसँग चाहिँ कम्पेयर गर्नु मिल्दैन है सो गाइज यो पछाडिको गार्बेज हो होइन त्यहाँ चाहिँ हाम्रो डस्टबिन हो त्यहाँ चाहिँ हामी फोहोर फाल्छौँ सो यो भिडियोमा चाहिँ यति नै र मैले अघि नै भनिसकेँ तपाईँहरूलाई के क्वेसन छ भने चाहिँ मजाले क्वेसन सोध्न सक्नुहुन्छ म मेरो भिडियोहरूमा सबै एन्सर दिने प्रयास गर्छु सो या सी यू इन नेक्स्ट भिडियो हेभ अ नाइस टाइम हेभ अ नाइस डे गड ब्लेस यू गाइज किप सपोर्टिङ किप लभिङ बाई बाई